नमस्ते, मेरो नाम रोशन खड्का। म केएमसी को विद्यार्थी हालसालै भएको सी एक्जाममा र्याङ्क 10 ल्याउन सफल भएको छु। मेरो यस जर्नीको सक्सेसमा सबैभन्दा पहिले त म आफ्नो फ्यामिलीलाई त्यसै गरी केएमसी परिवारलाई एकदम हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु, किनकि आजको मेरो यस सफलतामा मेरो फ्यामिली र केएमसी फ्यामिलीको एकदम ठुलो हात रहेको छ। मैले यो सफलता प्राप्त गरिरहँदाखेरि म अब आउने भाइ बहिनीहरूलाई के भन्न चाहन्छु भन्दाखेरि सक्सेस सीमा यदि तपाईँ सी दिन चाहनुहुन्छ भने चाहिँ तपाईँको सिम्पल एउटै मात्र सूत्र के छ भने चाहिँ पढ्न चाहिँ नछोड्नुहोस्, पढेको कुरालाई रिभाइज गर्दै जानुहोस्। सबैभन्दा मेन सूत्र भनेको नै रिभाइज गर्नुपर्छ। हरेक जे पढ्नुहुन्छ त्यो कुरालाई रिभाइज गरिराख्नुहोस्। तपाईँलाई सीमा गाह्रो क्वेसन सोध्दैन। तपाईँले +2 राम्रोसँग पढ्नु भएको छ भने +2 को बेसिक राम्रो छ भने तपाईँ सी राम्रोसँग क्लियर गर्न सक्नुहुन्छ। फेरि पनि आफ्नो मेरो मम्मी बुवा अङ्कल आन्टी र मलाई यो केएमसी का आल्मुनी दाइहरू पनि हुनुहुन्थ्यो, अजित दाइहरू हुनुहुन्थ्यो, हाम्रो मेहबुब दाइहरू हुनुहुन्थ्यो, अरू दाइहरूले पनि एकदम ठुलो इम्पोर्टेन्ट गाइडेन्समा रोल खेल्नु भएको थियो। उहाँले गर्दा नै आज मैले उहाँहरूलाई नै इन्सपिरेसन बनाएर पनि अगाडि बढ्ने मौका पाएको थिएँ। त्यसैले सम्पूर्णलाई म कसैलाई नछुटाइकन मेरो पहिलेको स्कुल अनि यो केएमसी फ्यामिली, मेरो फ्यामिली र सम्पूर्ण मेरा साथीहरू एकदम धन्यवाद भन्न चाहन्छु। र यति नै हो। लास्टमा कन्सिस्टेन्टली पढ्नुहोस्, तपाईँ अवश्य पनि सक्सेस हुनुपर्छ। र एउटा सक्सेस हुनको लागि कहिले पनि दुःखी चाहिँ नहुनुहोस्, हरेक मोडमा खुसी हुनुहोस्, दुःखमा पनि खुसी हुन सिक्नुहोस्। तपाईँलाई सक्सेस अवश्य मिल्नेछ। यति नै हो।